म बस्ने ठाउँतिर चाहिँ यस्तो छ। कप्चरा पनि यस्तो ढलान छ यहाँ हेरी। हाम्रोतिर मेन रोडमा पनि ढलान छैन कतिपय ठाउँमा। यहाँ यस्तो छ हेर्नुहोस् है। यहाँको जस्तो प्रगति कहिले हुने होला हाम्रो देशमा। चामल पल्टियो मान्छेको यस्तो छ। नरिवलका बुट्टाहरू, तेलका बुट्टाहरू देख्न सकिन्छ। यस्तो छ। तेलको जङ्गल छ पुरै। उहाँ अगाडि मेरा साथी जाँदैछन्। यस्तो छ मलेसियामा फेरि पुरै तेलको बुट्टाहरू मात्रै छन् यतापट्टि। यस्तो छ। यस्तो जङ्गलको बिचमा पनि यस्तो ढलान छ फेरि बाटो फेरि पुरै तराईको जस्तो छ। यहाँ यस्तो छ, सट्ट दामी छ। जे होस् बस्नलाई चाहिँ राम्रै छ भन्छन्। अब यस्तो खतरा आउँछन् कालीहरू भन्छन्, तर यस्तो केही छैन।